एकदमै राम्रो भइरहेछ। टिम एकदमै राम्रो खेलिरहेछ। विकेट अनुसार खेलिरहेछ टिमले। त्यसको लागि प्लेअफसम्म पुग्नको लागि एकदमै ह्याट्रिक गऱ्यौँ, त्यो अरू टिमलाई पनि प्रेसर भइरहेछ। त्यही नै खेल्दाखेरि चाहिँ हामीले खेलिरहेको थिएँ, लो पनि बसिरहेको थियो। जस्तै म्याच हेर्दाखेरि पनि 11 बजेको जुन म्याच थियो त्यो हेर्दाखेरि पनि लो बसिरहेको थियो र घुमि पनि रहेको थियो। र त्यतिखेर नै सोचिसकेको थिएँ कि आज धेरै हाई स्कोर म्याच हुँदैन भनेर। सो त्यो अनुसार जस्तै अब हाम्रो पनि पावर प्लेमा फर्स्ट बलमा विकेट पनि गयो र त्यही अनुसारले खेलिरहेको थियो। किनभने स्लो विकेट छ, 140 150 प्लस एकदम क्रुसल हुन्छ भनेर, त्यही भएर त्यो अनुसारले खेलिरहेको थियो। र अब एउटा दुईवटा पार्टनरसिपले गर्दाखेरि त्यहाँ पुग्यो। एकदमै राम्रो। ब्याटिङ वाइज ठिकै भन्नु पऱ्यो, त्यस्तो अब राम्रो गर्न सकेनौँ। बलिङ वाइज चाहिँ एकदमै राम्रो गऱ्यौँ हामीले। फिल्डिङमा चाहिँ अलि हेर एन्ड देयर भइहाल्यो। टिमले राम्रो खेलिरहेछ भनेपछि अभियसली क्याप्टेनको मनोबल पनि हाई हुन्छ र त्यही अनुसारले अब मैले पनि सपोर्ट गर्नुपर्छ हरेक एरियामा। अब जस्तै ब्याटिङमा भयो भने अब आफूले लिड गरिरहेछ र आफूले नखेल्यो भने टिमको मोरल डाउन हुन्छ। सो आफूले खेल्नै पऱ्यो। सो बलिङमा पनि त्यही सोचेर बलिङ गरिरहेको थिएँ। सुरुमा चाहिँ त्यस्तो खासै थिएन, त्यो अब अटोमेटिक आउने कुरा हो। र सेकेन्डमा चाहिँ गुलसन र मैले आफ्नो एउटा शर्त लगाएको थिएँ, त्यो जितेँ। त्यही भएर चाहिँ अब एकदमै राम्रो फिल गरिरहेको छु। किनभने अब नेपाल क्रिकेट अब जस्तै पहिला अब डे गेम हुन्थ्यो भने अहिले नाइट पनि भइरहेछ र स्टार स्पोर्ट्समा पनि आइरहेछ। सबैजना अब एकदमै राम्रो, जस्तै अब यङ प्लेयरहरूले पनि चान्स पाइरहेछ। सो त्यो चाहिँ एकदमै राम्रो हो नेपाल क्रिकेटको लागि। अब किनभने अगाडि अब हामी वर्ल्ड कप पनि पुग्यौँ, अब खेलिरहेछौँ जो फ्लड लाइटको तल एकदमै राम्रो भइरहेछ।